त्यो उक्लिने सिँढी हो अरे सबै सिँढी हो मलाई चाहिँ यो मलाई भन्नु नि लिन पनि मन लाग्दैन जहाँ किन होला के यस्तो भएको आफै गाउँ मान्छेको नौलो बनाइदियो भने मिनी ग्रेट वाल तपाईँ हेर्न सक्नुहुन्छ हेलो हेलो त्यस्तै छैन दिदी माछा मात्र आमा अहिले हामी दोलखा रामेछापको सिमाना झन्डै सिमानामा रहेको सैलुङ डाँडा प्रवेश गरिरहेछौँ हामी अहिले यो ग्रेट वालको प्रवेशद्वारमा आएर हाम्रो साथीभाइहरूलाई कुरेर बसिरहेको छौँ अहिले हामी के लानु भर्खर गोरेछ कि मकै मकनपुर गढी त त्यति धेरै हुनु धेरै पर्दैन त्यहाँ त यस्तो चाहिँ हो तर त्यस्तो धेरै पर्दैन मकनपुर गढीमा चाहिँ हामी धेरै हिँड्दै हिँड्दैन हो माथि नै पुग्यो गेटबाट हिँड्ने त हुँदैन गाडी माथि नै पुगेको थियो त्यो माथि त्यो गेटबाट होइन उता घुमेर जानुभयो तल्लो बाटो निस्किएछ नि त गुरस फुलाउनेलाई मेरो खाली छ उनको त्यो माया ग्रेट वाल हामीलाई ग्रेट वाल यही हो होइन ग्रेट वाल हो भने हामी अब तिब्बत गए त बेग्लै भयो होइन हाम्रो यहाँको ग्रेट वाल यही हो ल यो हामी ग्रेट वाल उक्लिने क्रम भइरहेको छ अहिले
सेतै देखेको छ भने आफू टेक्दियो हो नि पाका पाका अब यी हाम्रा केटीकेटीहरू लग्यो भने त ल भोलि धान कहाँ फल्छ भन्दा कहाँ भन्छ यो हाम्रो यात्रामा चाहिँ आफ्नो अनुहार देखाउन मन लाग्छ भनेदेखि भिडियोमा आउनु मन लाग्छ भने यो क्यामेराको पछाडि पछाडि हिँड्ने अनि फेरि मेरो आएन भन्ने होइन अगाडि जाने टोलीले यस्तो मौका पाए त अगाडि कोही लाइभ गरिरहेछन् कोही चाहिँ भल्क बनाइरहेछन् कोही स्वास्वा गरिरहेछन् अब आउँदैन हाम्रो कान्छ र कति हतार भयो ल यस्तो ठाडो छ ल यहाँ त अनि सकिन्छ अब सकिन्छ ठाडो छ ल अब सक्छ कसैले सक्छ सक्छ ल सब आत्या खान सबै आत्या खान यी दोलखा सैलुङ ग्रेट वाल ल है भिडियो है तपाईँ तारिफ गर्नु त भरि एउटा फोटो खिच्दैन मेरो भनेर भन्नु हो अचम्मै राम्रो ए छोरो बाबा पनि त खिचिदिनु पऱ्यो नि त लाने अचम्मै राम्रो यस्तो हिँड्दो रहेछ ल अब त यस्तो बन पो आयो त अब जुगा लाग्छ भन्छ न कहाँ कहाँ लाग्यो के हो के हो यो सँगसँगै हिँड है अब भिडियो चाहिँ ल घङ्गारू खाने बेच है त्यहाँ ऊ घङ्गारू जे पाते नखाऊ मैले एकचोटि भन्दै थिएँ नखाऊ यस्तो बास हुसु आउँदो रहेछ ल यहाँ त हुसु र हुसु आयो पुरै हुसु आयो अलिक बोल्दा हजुर आजको यात्रा चाहिँ होइन यो पर्दैन यो अब हामी गएर यात्रा त यही नै हो अब मौसम यस्तो हालेको आउँदैन पाइयो अब यस्तो हेर स्वाई स्वाई गरेका यो चाहिँ हाउक्रिँदा मैले गरेको छैन
म त उहाँ त बुढो भयो अनि गर्नु भइहाल्छ। अब हामी महादेव गुफा एकातिर यो बायाँतिर र दायाँतिर सैलुङ जाने भनेर लेखा ठाउँमा आइपुग्यौँ। यहाँ महिला मण्डली पुरै फोटो खिच्न भिडियो खिच्नलाई यसरी चाहिँ यहाँ गरिरहेको छ। यस्तो डाँडै डाँडा छ है जम्मैतिर। ल है अब यहाँ हेरौँ सबैजनाले पछि कोही दोरिन नि भएन, छुट्टिन नि भएन। ल है ल है ल है ल जय हो। आन्टी खोइ आन्टी तपाईँ सन्चै हुनुहुन्छ नि? थ्याङ्क यू, तिमीलाई धेरै धेरै धन्यवाद। यो माथि रुखबाट जुगा झर्छ अरे, अलिकति समयमै झरेन है अलि। के पानी भनिकन दिया छ फेरि। अस्ति बिमली काकीलाई दिए आफ्नो ग्लुकोज पर्ला नि। पर्दैन त्यस्तो, यो राम्रो अनि त दौडे सम्झना दिदी दिदीलाई भेटाउन नसके अरे क्या। चार गुटका खाएँ मैले। पुगेछ उहाँ माथि। हेलो हेलो हेलो। सको छ चिन्ता हेलो तिमी माया। ए ल त्यही कहाँ पुग्यो भनेर देखेन, म देखेँ देखेँ। ल आफै हो त अब आउँछ अब आउँछ। सेल्फी स्टिक ल्याउनु पर्दैन। सेल्फी स्टिक ल्यायो। त पछाडि बस, म खिचिदिन्छु रे। के खिच्दै हुन्छ? एकदम मेरो फ्याटा खिचिदिइहाल्नुहोस् त। अङ्कल त एउटा भिडियो अब कहाँबाट हिँड्ने के अरे उताबाट आइज न। उता छोरीहरूमा पेट्न आइज यो सबै हावा आएको त्यो आएको छ नि भिडियो हाल्नु पर्यो। छाडेर म हिँड्छु अब। ओ छड्नी ल धेरै कुना नजा। पुरै ढाक्यो त। लाउन ए बाबु गाड पारिदिनु भएको छ। हेर त कस्तो जाडो भएको हेर्नु न, कस्तो चिसो बतास। अच्छा मेरो खिचिन्छ भिडियो। कस्तो जाडो हेर त।
सैलुङ ओहो अब हामीलाई त हुस्सुले त पुरै ढाक्यो त हेरौँ है हामी त भ्यू टावर भ्यू टावर भ्यू टावर भ्यू टावर अझ पानी परेन बढीलाई कुहिरोले अझ पानी परेन बढीलाई माया यही बेला फेरि मगाउँदैन भाइ फेरि कस्तो चिसो आएको कति किलोमिटर यहाँबाट